दर्शन अनि नमस्कार सम्पूर्ण मेरो फेसबुक मित्रहरूमा जतिले पनि मेरो भिडियो हेरिरहनु भएको छ प्रत्येकजनाले एक शेयर एक लाइक गरिदिनु होला। आजको भिडियो अति नै महत्त्वपूर्ण छ। भिडियो नछुटाइकन अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। मैले स्क्रिनमा देखाएको मेरै गाउँको भाइ हुनुहुन्छ। सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर 5 पोखरा निवासी श्री दुर्ग बहादुर ओली हुनुहुन्छ। मेरो साथी पनि हो, मेरो भाइ पनि हो हैन। मेरो घर नजिकैको हुनुहुन्छ। उहाँ केही वर्ष अगाडि कामको सिलसिलामा विदेश जानुभएको थियो। कामको सिलसिलामै नै उहाँको दुर्घटना भएको थियो कम्पनीमा। उहाँको चाहिँ यो छातीदेखि हातसम्मको चाहिँ काटिएको थियो मेसिनले। उताको उपचारमा चाहिँ हात काटेर फ्याल्नुपर्छ भनेको कारणले उहाँ चाहिँ म नेपालमै गएर उपचार गर्छु भनेर नेपाल जानुभयो। नेपाल गइसकेपछि अहिलेसम्म 2वटा अपरेसन भइसकेको छ। डाक्टरको सल्लाह अनुसार 5वटा अपरेसन गर्नुपर्ने र खुट्टाको नसा काटेर हातमा जोड्नुपर्ने भन्ने सल्लाह दिनुभएको छ। त्यसैले 2वटा अपरेसन भइसकेको छ। उहाँसँग जे जति थियो सबै पैसा पाए जतिको पैसा सकिसकेको कारणले उहाँले अहिले सहयोगको लागि अपिल गरिरहनु भएको छ। मैले पनि सोशल मिडियाबाटै थाहा पाएर चाहिँ एउटा भिडियो बनाइरहेको छु। हजुरहरूले आफूले सके जति, आफूले आफ्नो क्षमताले भ्याए जति यो भाइलाई सहयोग गर्नुहुन्छ भन्ने मैले आश गरेको छु। त्यही नै हो। अब पैसा भन्ने कुरो जति कमाए नि नपुग्ने कुरा हो हैन। आफूले सक्ने जति 1000, 1500, 2000, 500 हैन जति सक्नुहुन्छ यो भाइको लागि सहयोग गरिदिनु भयो भने भाइको हात बच्ने छ। त्यही नै हो साथीहरू हैन। विदेशमा अब रहरले आइदैन। अब पैसाकै लागि आउने हो। अब आएको केही महिनामा नै यो घटना घटेछ। दुःख लाग्यो। त्यसैले हामी सबै नेपालीहरूले उहाँलाई सहयोग गर्यो भने उहाँलाई केही राहत हुन्छ कि भन्ने मैले यताबाट अपेक्षा गरेको छु। मैले सक्ने जति सहयोग मैले भाइलाई गरिसकेको मैले जानकारी गराउँछु। भिडियो यही नै हो साथीहरू। जो जतिले हेरिरहनु भएको छ एक शेयर गरिदिनु होला, एक लाइक गरिदिनु होला भन्न चाहन्छु। भाइलाई सहयोग गरिदिनु होला। हस्त धन्यवाद।